सो हे गाइस सबैजनालाई स्वागत छ वेलकम ब्याक टु माई युट्युब च्यानल्स। आजको भिडियोमा चाहिँ मैले हजुरहरूलाई भनेछु हजुरको पनि यो रेडमी मोबाइल लिनु भएको छ र लिएको सुरुमा 1-2 महिनामा त ठिकै छ ल, पछि चाहिँ एकदम तात्ने हुन त्यो तात्न त एकदमै तात्छ के पछाडि पुरै तात्ने हैन, लास्टै अब चलाउँदा पनि ह्याङै चल्ने हुन्छ नि हैन। यो प्रब्लम हजुरहरूको एकदमै आइरहेको होला, मेरो पनि यो आइरहेको छ। मैले त्यो तीनटा सेटिङ अन गरिसकेपछि चाहिँ आउन त ओभर चलायो भने अझै पनि आउन त आएको छ, तर पहिला भन्दा चाहिँ एकदमै कम भएको छ है त। त्यो तीनटा सेटिङ चाहिँ मैले हजुरलाई भन्छु, त्यो तीनटा सेटिङ हजुरले गर्नुभयो भने चाहिँ हजुरको मोबाइल चाहिँ टुर्बो फास्ट चल्छ क्या पुरै। त्यो ओएस भर्जनको सेटिङ छ एउटा चाहिँ त्यो गर्नुपर्ने हुन्छ। ल लेट्स स्टार्ट द भिडियो गाइस। सबैभन्दा सुरुमा चाहिँ तिमी आफ्नो अबाउट फोनमा जाऊ। अबाउट फोनमा गइसकेपछि यहाँ चाहिँ ओएस भर्जन लेखेको छ। तिम्रोमा चाहिँ कोहीकोमा चाहिँ एमआई भर्जन पनि लेख्न सक्छ, त्यो दुईटा कुरा एउटै हो। यसमा चाहिँ तिमीलाई लगभग 7 चोटि क्लिक गर्नुपर्ने हुन्छ। मैले अलरेडी गरिसकेको थिएँ। अनि तिमी चाहिँ यो क्लिक गरिसकेपछि चाहिँ डेभलपर अप्सन खुल्ला हुन्छ, तिमी डेभलपर हुन्छौ क्या। त्यसपछि चाहिँ तल जाऊ, तल गइसकेपछि यहाँ एउटा एडिसनल सेटिङ भन्ने तिमीले देखेका छौ होला, यहाँ क्लिक गर। हल्का तल आऊ, त्यसपछि यहाँ डेभलपर अप्सन भन्ने अप्सनमा क्लिक गर। त्यसपछि यो क्लिक गरिसकेपछि चाहिँ तिमीले के गर्न पर्छ भने चाहिँ यहाँ तीनटा सेटिङ भेटाउँछौ, तल स्क्रोल गरेर एकैछिनसम्म चाहिँ। अनि यहाँ चाहिँ तीनटा अप्सन आउँछ, त्यसलाई चाहिँ हामीले चेन्ज गर्नुपर्ने हुन्छ। एकैछिन तल गरेर यहाँ विन्डो एनिमेसन स्केल देखेको होला, यसलाई चाहिँ तिमीले 0.5x गर। अनि ट्रान्जिसन एनिमेसन स्केललाई पनि 0.5x गर। त्यसपछि एनिमेटेड ड्युरेसन स्केललाई पनि 0.5x गर। अब यति गरिसकेपछि यो सेटिङले तिम्रो मोबाइलको युआईलाई एकदमै फास्ट बनाउँछ, जसले चाहिँ नो ल्याग एकदम स्मुथ चल्छ हैन। पहिला भन्दा चाहिँ एकदमै स्मुथ चल्छ र यो सेटिङ चाहिँ नर्मल सबै रेडमी युजरहरूले गर्नै पर्ने सेटिङ हो कि। ल यस्तै टिप्स एन्ड ट्रिक्सको लागि चाहिँ मेरो च्यानललाई सब्सक्राइब गर, भिडियोलाई लाइक गर र कमेन्ट गर कस्तो लाग्छ। यस्तै टिप्स एन्ड ट्रिक चाहिएको छ भने चाहिँ कमेन्ट गर, मैले अर्को पनि तिमीलाई टिप्स एन्ड ट्रिक ल्याइदिनेछु। ल स्टे ट्युन फर नेक्स्ट भिडियो।